ला यस्तो भयो सेतै झन् नपरोस् भनेको त अब म कसरी जानु यो भित्र झन् हिउँ नपरोस् भनेको साथीहरू हेर्नुहोस् त हिउँ परेर ला अब म घरभित्रै थुनिने भयो कसरी जानु त्यहाँभित्र जाडो ल न यो के अरे यो जाडो महिनामा घुम्नुको बेफाइदा चाहिँ यही हो यस्तो आथुतुतु लौ यो अब कसरी निकाल्ने ल सेतै भयो नि ल अब साथीहरू हेर्नुहोस् त हिजो यहाँसम्मै थियो केही थिएन अब यस्तो भयो फेरि अझै हिउँ पर्ने क्रम जारी नै छ है अझै यस्तो छ विन्टर घुमायो भने यस्तो हुन्छ मेरो काम सुरु हुन्छ अब यसलाई फाल्नु पर्यो बाटो बनाउनु पर्यो हेर्नु पर्यो हुन्छ रहेछ त हिउँ भनेर विन्टर भन्दा नि डबल विन्टर भ्याकेसन होला गाइज हामी चाहिँ अब जाँदैछौँ उता मामा घरतिर यस्तो छ बाटो